निस्किएर बाइक के साह्रो हौ घाम पनि मेरो बाइकमा म चाहिँ जाँदैछु है अनि तँलाई यो घाम कस्तो लाग्छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मी केसिका बराल हजुरहरू सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु भन्दा पनि मेरो भोइस कस्तो कस्तो भइरहेको छ मलाई हल्का रुगा मर्की लागेको छ अनि त्यो एक दुई दिनमा ठिक भइहाल्छ अनि म अहिले चाहिँ जान आँटेको आमा घर अनि अस्ति आमा र मेरो प्राङ्क भिडियो हेरिसक्नु होला प्राङ्क भन्दा पनि फन टाइपको छ त्यो त्यति धेरै प्राङ्क टाइपको पनि छैन अब मैले प्राङ्क टाइप गरेर सोचेर गरेको अब गर्दा गर्दै मै अल्मलिसकेर त्यस्तै भएछ अब हेर्नु होला हेर्नु भएको छैन भने अब म फेरि आमा घर जान आँटेको अनि म आज उतै गएर भ्लग गर्छु आज मैले बिहान भ्लग स्टार्ट गर्न आँट्दै थिएँ अनि बिहान फेरि मलाई हिजो कस्तो कस्तो बिरामी होला जस्तो भइरहेको थियो अनि मैले बिहान ज्वरो आयो कि अब ज्वरो आएपछि एककोरिन्छ नि त मान्छे अनि मैले त्यस्तो मलाई भ्लग स्टार्ट गर्न पाइनँ मैले भ्लग स्टार्टै गरिनँ अनि नुहाइ धुवाइ गरेँ दिउँसो अनि दबाईहरू ल्याएर खाएँ अनि त्यस पछाडि अलिक चङ्गा तगडा भएर आइसकेँ म अनि अब चाहिँ म जान आँटेको आमा घर आमा घरमै गएर भेट्छु म चाहिँ आइसकेँ यहाँ आमा घर अनि यहाँ मेरो आमा चाहिँ सिन्का बनाउँदै हुँदो रहेछ पुरै बसेर अनि आमा यता हेर्नु हाई भन्नु हाई यो चाहिँ किन बनाउनु भएको अरे आमा रुना टपरी गाँस्नुपर्छ सिन्का बनाएर अनि के जाति यसो तिथि सरालमा चलाउनुपर्छ के गर्नुपर्छ यो किन्न त पाइन्छ तर आमाले आफै बनाउनु भएको अरे यो किन्न त जे पनि किन्न त पाइन्छ तर घरमा बनाएको घरमै बनाएको हुन्छ अनि आमाले बनाउनु भएको यति बनाइसक्नु भएछ यो एउटा मुठो चाहिँ पुगेको आमा यो धमाधम बनाएको पनि हुन्छ मलाई यहाँ चाहिँ आनन्द लाग्छ क्या त्यो मुवा हाम्रो घरतिर त घरै घर मान्छे बोलेको गजाङ गजाङ दिमाग कस्तो हुन्छ अनि अब चाहिँ फ्रेस हुन्छ क्या यस्तो सबैतिर नेचर छ क्या अनि कस्तो दामी सबै धान रोप्नु भएको छ यता सबै धानको मात्र बाटो चाहिँ हेरेर हिँड्नुपर्छ सर्प हुन्छ अन्त अब चाहिँ धान रोपेको छ सबैतिर चराहरूको आवाज सुनिन्छ मजा आनन्द हुन्छ क्या अर्कै टाइपको फिल हुन्छ क्या यो मान्छेहरूको गजाङ गजाङ मन पर्दैन अनि अर्कै टाइपको फिल हुन्छ अनि त्यही भएर यहाँ आउनु पर्छु The next day. गुड मर्निङ म चाहिँ यहाँ चिया खाँदैछु अनि मैले हिजो दिउँसो भ्लग स्टार्ट गरेको थिएँ अनि यता आमा घर आएर कन्टिन्यू गर्नु पऱ्यो अनि यहाँ साथीहरूसँग पनि जानु पऱ्यो भनेको थिएँ म सकिनँ यहाँ आउने बित्तिकै ज्वरो आएर कस्तो भयो अनि म केही गरिनँ होस् है भनेर छोडिदिएँ अनि आज म त्यहीँबाट कन्टिन्यू गर्दैछु अनि यहाँ मलाई ज्वरो आइरहेको छ नि मेरो आमाले चाहिँ के बनाएर दिनुभएको छ अनि यस्तो के हो यो बिहान बिहानै अहिले भर्खर 6:30 हुँदैछ होला यस्तो घाम छ दिउँसो त मार्छ होला यस्तो टिलिलिली माथि पुरै अनि म चाहिँ यहाँ आएर चिया खाएको मैले हिजो पनि भनेको थिएँ मलाई यहाँ आनन्द हुन्छ भनेर अनि त्यही भएर यहाँ बिहान बिहानै उठेर यहाँ आएर चिया खाँदैछु अनि यहाँ आमा चाहिँ मेरो आमाले चाहिँ यहाँ के दिनुहुन्छ हौ खाने भनेर क्या बिरामी हुँदा शङ्ख भर्दै हुनुहुन्छ यहाँ चाहिँ आन्टीले भयो अरे हो कसरी यो तुलसी पत्तामा मोल्नु अनि खानु आमा यो खाँदा चैत हुन्छ अरे शङ्ख होइन
म चाहिँ अब ठुलो मम्मीकोमा जान आँटेको अनि कति बिरामी यता कुदै कुदै गएको भन्नुहुन्छ र त्यही पनि बिरामी भएपछि बिरामी भयो फेरि अलिकति चङ्गा भएपछि फेरि चारतिर कुद्नुपर्छ अनि आन्टीलाई बाई बाई राम्ररी जानु म चाहिँ लाग्यो मेरो दिदीको घर मेरो केलेर बाइक मेरो यो पर्सनल बाइक हो यो म जहाँ जान्छु म त्यही लग्छु मेरो बाइकमा किन यार यो घाममा जान म त बिच बाटोमै रोकेँ अनि यहाँ छाया रहेछ अनि यस्तो गरम के साह्रो हौ घाम पनि यस्तो हुने गरी जाँदैछु यहाँ भ्यू यस्तो दामी छ मेरो बाइक यस्तो स्पिड कुद्छ कि भ्यू हेर्दै जान चाहिँ मजा आउँछ कि तर घामले चाहिँ वाक्क लाउँछ हौ चटपटबाट घाम लाग्यो जस्तो मेरो बाइकमा म चाहिँ जाँदैछु है अनि यहाँ अर्को के हुँदैछ भने मेरो दिदी के गर्दैछ भने यस्तो पनि गरिदिरहेछ यसले के भन्दा गर्छस् यस्तो मुकेश की कहानी है मेरा नाम मुकेश है मैंने सिर्फ एक साल गुटखा चबाया यस्तो पनि काम गर्छस् त अलिक साह्रो बोल न हौ चुपाई यस्तो काम गर्नु परेपछि यसको बोली नै आउँदैन कति सुहाएको अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए। ओए मेरो भ्लगमा आइ भन् त ओइ सुरी यो त यस्तै खालको चाहिँ खानु नपाए जस्तो आइहाल्छ ल सुरी हामी चाहिँ घर जाँदैछौँ ओ हामी कहाँ जाँदैछौँ अनि तँलाई यो ठाउँ कस्तो लाग्छ भन् नराम्रो के गर्नु त यस्तो दामी ठाउँलाई नराम्रो भन्छ यार यसले यस्तो नेचरले भरिएको तँलाई ठाउँ नराम्रो लाग्छ कि ठाउँको मान्छे नराम्रो लाग्छ भन् त यो जवाफ दे तँलाई ठाउँ नराम्रो लाग्छ कि ठाउँको मान्छे नराम्रो लाग्छ मलाई ठाउँै राम्रो लाग्दैन होइन यसलाई यो ठाउँमा विकासै भएको छैन त्यही हुन त हो तर यसलाई यो ठाउँको मान्छे पनि मन पर्दैन है यति त्यही हो यो त अलिक त्यस्तै खालको हुँदैन नि त मान्छेहरू त्यही भएर मन पर्दैन मलाई पनि मेरो ठाउँको मान्छेहरू मन पर्दैन अरे छिमेकीहरूले हेर्नु अरे के भयो त मेरो मनको कुरा म भन्न पाउँछु नि मलाई हेलो साथीहरू म चाहिँ भर्खर घर आइपुगेँ अनि मैले भ्लगिङ गरेको थिइनँ अनि भ्लगिङ त गर्नु पर्यो अनि त्यही भएर घर आएर भ्लगिङ गरेँ अनि आउँदै रात पनि पर्यो अनि अब आफूले सकेसम्म जानेसम्म केही क्याप्चरहरू गरेँ अब त्यस्तो नलेज छैन नि त मलाई त्यस्तो धेरै पर्फेक्ट भएको छुइनँ भर्खर स्टार्ट हो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई